गुड इभिनिङ सबैलाई गुड इभिनिङ है। आज मिति 2081 चैत 30 गते ठीक 6:30 बजे हजुरहरू कृषि विकास बैंकको तयारीमा रहनुभएका सम्पूर्ण विद्यार्थीहरूमा हजुरहरूलाई प्र्याक्टिस गराउनका निम्ति युट्युबको प्र्याक्टिस क्लास लिएर फेरि पनि हामी हजुरमाझ उपस्थिति भइसकेका छौँ। यो भिडियो चाहिँ हजुरहरू पनि जति पनि बैंकिङ सेवाको तयारी गरी बसिरहनु भएका छन् भने आशा गर्दछु हजुरहरूको लागि एकदम महत्त्वपूर्ण नयाँ सहयोग मिल्नेछ। त्यसर्थ भिडियोलाई ध्यान दिएर स्किप नगरी सुरुदेखि अन्त्यसम्म हेरिदिनु होला। साथै हजुरहरू आजको भिडियोमा जति पनि प्रश्नको उत्तर जान्नुहुन्छ भने तलको कमेन्ट बक्समा एन्सर अवश्य दिनु होला। साथै अन्त्यमा हजुरहरू यस च्यानलमा नयाँ आउनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई प्रेस गरिदिनु होला ताकि आगामी समयमा यसो भिडियो मिस नहोस्। ल आजको पहिलो प्रश्नबाट सुरु गरौँ त। हजुरको पहिलो प्रश्नले के सोध्दैछ ध्यान दिएर सुन्नु होला नि जति सक्दो एन्सर दिन प्रयास गर्नु होला। आजको पहिलो प्रश्नले के भनेको छ केन्द्रीय बैंकको कार्य तलका मध्ये कुन हो भन्ने प्रश्न रहेको छ है। तलका मध्ये है केन्द्रीय बैंकको मुख्य कार्य कुन तलका मध्ये कुन रहेको छ। अप्सन ए कर सङ्कलन गर्नु, त्यस्तै गरी अप्सन बी मुद्रा छाप्नु, त्यस्तै गरी अप्सन सी न्याय सम्पादन गर्नु, त्यस्तै गरी अप्सन डी भन्सार सङ्कलन गर्नु। ओके ल भनिदिनुहोस् त एकदम क्लियर भएर सबै साथीहरूले यसको एन्सर राइट एन्सर कुन हुन सक्ला ल भनिदिनुहोस् त। ओके मुद्रा छाप्नु है। प्रश्न अनुसार मुद्रा छाप्नु यस प्रश्नको सही जवाब रहेको छ। केन्द्रीय कार्यालयको तपाईको केन्द्रीय बैंकको कार्य भनेको मुद्रा छाप्ने है। मुद्रा छाप्ने तलका अप्सन मध्ये पर्फेक्ट एन्सर भनेको अप्सन बी रहेको छ। त्यस्तै गरी आजको दोस्रो प्रश्नतर्फ लागौ। हजुरको दोस्रो प्रश्नले के सोध्दैछ केन्द्रीय बैंक कुन बैंकको ऋणदाता हो भन्ने प्रश्न रहेको छ है। नझुक्नु होला है। नेपाल राष्ट्र बैंक कसको ऋणदाता हो भन्ने प्रश्न रहेको छ। अप्सन ए सहकारी, अप्सन बी वाणिज्य बैंक, अप्सन सी तपाईको ग्रामीण बैंक, अप्सन डी तपाईको विकास बैंक लिमिटेड। यसको उपयुक्त एन्सर भनेको अप्सन बी हुन्छ है साथीहरू। वा कहिलेकाहीँ माथिका सबै अप्सन दिएको भए माथिका सबै टिक लाउनु होला। तर यो सिचुएसन मस्ट बी भनेको अप्सन बी हुन जान्छ वाणिज्य बैंकहरूको लागि है। सहकारी बैंकले त भनिन्छ तर वाणिज्य बैंकले पनि तपाईको ऋणदाता दिन सक्छ। ग्रामीण विकास बैंकले पनि वाणिज्य बैंकसँग लिन सक्छ, विकास बैंकले पनि वाणिज्य बैंकसँग लिन सक्छ। तर वाणिज्य बैंकको घट्यो भने कहाँ जान्छ त्यही नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाताको रूपमा ऋण लिने गरेको पाइन्छ। यस प्रश्नको राइट एन्सर हुन जान्छ अप्सन बी है। ल त्यस्तै गरी आजको तेस्रो प्रश्नतर्फ लागौ। हजुरको तेस्रो प्रश्नले के सोध्दैछ केन्द्रीय बैंकले कुन निकायलाई नियमन गर्दछ भन्ने प्रश्न रहेको छ। अप्सन ए सहकारी संस्था, त्यस्तै गरी अप्सन बी गैर बैंकिङ संस्था, त्यस्तै गरी अप्सन सी वाणिज्य बैंक। ल भनिदिनुहोस् त यस प्रश्नको राइट एन्सर रहेको छ अप्सन डी माथिका सबैले नियमन गर्ने गर्दछ। कसले गर्ने गर्दछ नेपाल राष्ट्र बैंकले। यो तल दिएका सबै नियन्त्रण गर्ने नियमन गर्ने सुपरभिजन कार्य गर्ने भनेको कसको काम रहेको छ एनआरबी को केन्द्रीय बैंकको कार्य रहेको छ। केन्द्रीय बैंक भनेको नेपाल राष्ट्र बैंक हो है साथीहरू। ओके त्यस्तै गरी आजको चौथो प्रश्न हेरिदिनुहोस् त। आजको चौथो प्रश्नले के सोध्दैछ बैंकहरूको अन्तिम ऋणदाता प्रश्न सोधेछ है। बैंकहरूको अन्तिम ऋणदाता को हो। अघिल्लो प्रश्नमा मैले भनेकै अनुसार यसको सही जवाब कुन हो अप्सन सी केन्द्रीय बैंक है। केन्द्रीय बैंक भनेको नेपाल राष्ट्र बैंक रहेको छ है। यसो पनि प्रश्न सोध्न सक्छ है तपाईको नेपाल राष्ट्र बैंक वा तपाईको नेपालको केन्द्रीय बैंक भनेर कुन बैंकलाई चिनिन्छ भन्ने प्रश्न सोधिदिन्छ है। नयाँ विद्यार्थीहरू झुक्न सकिन्छ तर नझुक्नु होला। केन्द्रीय बैंकले ऋणदाता अन्तिम ऋणदाताको कार्य गर्ने गर्दछ। त्यस्तै गरी आजको पाँचौं प्रश्नतर्फ लागौ। हजुरको पाँचौं प्रश्नले के भन्छ नेपाल राष्ट्र बैंक कहिले स्थापना भएको थियो। यो धेरै नै इम्पोर्टेन्ट प्रश्न रहेको छ। धेरै जसो तपाईको रिपिट गरी सोधेको प्रश्न हो है। राइट एन्सर कुन हुन सक्ला ल भनिदिनुहोस् त। गुड म्याक्सिममले मिलाउनु भएछ है। सी यसमा मात्र साल दिएछ, कहिलेकाहीँ तपाईको महिना र दिन पनि दिइहाल्छ है। एकुरेट डेट भनेको विक्रम सम्वत 2013 वैशाख 14 गते नेपाल राष्ट्र बैंकको स्थापना भएको हो। यसरी पनि प्रश्न सोध्न सक्छ है साथीहरू। नेपाल राष्ट्र बैंक कुन
कुन ऐन अनुसार स्थापना भएको भन्ने नेपाल राष्ट्र बैंक ऐन 2012 ऐन अन्तर्गत विक्रम सम्वत 2013 वैशाख 14 गते नेपाल राष्ट्र बैंकको स्थापना भएको हो। त्यस्तै गरी तपाईको 6औं प्रश्नतर्फ लागौ। 6औं प्रश्नले के सोध्दैछ, केन्द्रीय बैंकको उद्देश्य कुन हो? मेन उद्देश्य के होला? अप्सन तलका अप्सन मध्ये ए बी सी डी मध्ये उपयुक्त एन्सर कुन होला? मुख्य उद्देश्य कुन हो भन्नुस् त? राजनीतिक स्थिरता कायम गर्नु हो र होइन नि? बी कानुन निर्माण गर्न, यो पनि होइन। सी मौद्रिक स्थिरता, डी भन्सार नीति निर्माण, यो पनि होइन, यो पनि होइन, यो पनि होइन। बाँकी के रह्यो? मौद्रिक स्थिरता कायम गर्न, वित्तीय पहुँच अभिवृद्धि गर्न, अर्थतन्त्रलाई सबलीकरण गर्न, आर्थिक स्थायित्व कायम गर्न, त्यस्तै गरी मौद्रिक नीति जारी गरी मूल्य स्थिरता कायम भनेको केन्द्रीय बैंकको एकदम महत्त्वपूर्ण कार्यको रूपमा रहेको छ। नझुक्नु होला है साथीहरू। ओके, त्यस्तै गरी 7औं प्रश्नले के सोधेछ हेर्दिनुस् त। 7औं प्रश्नले के भनेको छ, केन्द्रीय बैंकको कार्य कुन होइन भन्ने प्रश्न रहेको छ है। अप्सन ए मुद्रा सृजन, अप्सन बी मुद्रा आपूर्ति नियन्त्रण, अप्सन सी कानुन निर्माण, अप्सन डी विदेशी मुद्रा सञ्चितको व्यवस्थापन। ल राइट एन्सर कुन हुन सक्ला ल भनिदिनुस् त। गुड, कानुन निर्माण यसले गर्दैन है साथीहरू, बाँकी सबै काम गर्छ। यसले मुद्रा पनि निष्कासन गर्छ, मुद्रा नियन्त्रण पनि गर्दछ। एउटा कुरा नझुक्नु होला है, साग सिर्जना गर्ने वाणिज्य बैंक हो है। साग सिर्जना गर्ने वाणिज्य बैंक हो भने सागलाई नियन्त्रण कार्य भनेको तपाईको नेपाल राष्ट्र बैंकले गर्ने गर्दछ। नझुक्नु होला है। त्यस्तै गरी यस प्रश्नको राइट एन्सर हुन जान्छ कानुन निर्माण गर्नु, यसको केन्द्रीय बैंकको कार्य होइन, बाँकी सबै ठीक हो। ल त्यस्तै गरी आजको 8औं प्रश्नतर्फ लागौ है। हजुरको 8औं प्रश्नले के सोधेछ, मौद्रिक नीतिको कार्यान्वयन गर्ने संस्था कुन हो? धेरै सजिलो प्रश्न रहेको छ, सानो बच्चाले पनि भनिदिन्छ है। मौद्रिक नीतिको कार्यान्वयन गर्ने संस्था कुन हो? अप्सन ए संसद, अप्सन बी राष्ट्रपतिको कार्यालय, अप्सन सी केन्द्रीय बैंक, अप्सन डी योजना आयोग। गुड गुड, म्याक्सिममले मिलाउनु भएछ है। केन्द्रीय बैंक हुन्छ भनेर कमेन्ट सेक्सनमा एन्सर दिनुभएका मित्रहरूले मिलाउनु भएछ। यो अप्सन सी नै यस प्रश्नको राइट एन्सर हुन जान्छ। साथै यस च्यानलमा साथी नयाँ आउनुभएछ भने च्यानललाई सब्स्क्राइब गरे राम्रो हुन्छ है साथीहरू। ओके, ल भनिदिनुहोस् त 9 प्रश्नले के सोधेछ, वाणिज्य ब्याङ्कहरूले राख्नुपर्ने न्यूनतम आरक्षित अनुपात CRR तोक्ने को हो भन्ने प्रश्न रहेको छ है। यो पनि धेरै सजिलो रहेको छ है। तपाईको CRR कायम गर्ने नेपाल राष्ट्र बैंकले समय समयमा निर्देशन दिएर तोक्ने गर्दछ। कसले? नेपाल राष्ट्र बैंक। गुड, अप्सन सी भनिराख्नु भएका मित्रहरूले मिलाउनु भएछ है साथीहरू। ओके, त्यस्तै गरी 10औं प्रश्न हेर्दिनुस् त। 10औं प्रश्नले के सोधेछ, मौद्रिक नीतिको जिम्मेवारी केन्द्रीय बैंकको कुन कार्य अन्तर्गत पर्दछ भन्ने प्रश्न रहेको छ। फेरि एकपटक ध्यान दिएर सुन्नु होला। मौद्रिक नीतिको जिम्मेवारी केन्द्रीय बैंकको कुन कार्य अन्तर्गत पर्दछ? अप्सन ए वित्तीय नीति, अप्सन बी नियामक कार्य, अप्सन सी तपाईको मौद्रिक स्थिरता, अप्सन डी कानुनी कार्य। ल भन्नुस् त 10औं प्रश्नको राइट एन्सर कुन हुन सक्ला है? एकदम क्लियर भएर सबै साथीले एन्सर दिइहाल्नु त। गुड, म्याक्सिममले मिलाउनु भएछ है साथीहरू। ओके ओके, अरू सबैले दिइहाल्नु त। मौद्रिक स्थिरता है, अप्सन सी हुन्छ भनेर कमेन्ट सेक्सनमा एन्सर दिनुभएका मित्रहरूले मिलाउनु भएछ। अप्सन सी यस प्रश्नको राइट जवाब हुन जान्छ। त्यस्तै गरी आजको 11औं प्रश्नतर्फ लागौ। हजुरको 11औं प्रश्न हेरिदिनुहोस् त साथीहरू। के भनेको छ, नेपाल राष्ट्र बैंकको प्रमुख कार्य मध्ये एक कुन कार्य रहेको छ भन्ने प्रश्न रहेको छ है। अप्सन ए शिक्षा नीति बनाउने, नट यो भनेको नेपाल राष्ट्र बैंकको मुख्य काम होइन। त्यस्तै गरी तपाईको विदेशी सहायता सङ्कलन गर्ने, यो पनि होइन। भुक्तानी प्रणाली प्रवर्धन, सेना परिचालन पनि गर्दैन है। सेना नेपाल राष्ट्र बैंकले सेना परिचालन गर्ने हो होइन नि। अप्सन सी भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने, स्वस्थ प्रतिस्पर्धा कायम गर्ने, स्वस्थ तपाईको भुक्तानी प्रणालीलाई डिजिटल बनाउने जस्ता कार्यहरू नेपाल राष्ट्र बैंकले गर्ने गर्दछ है। भुक्तानी
प्रणालीको प्रवर्धन गर्ने। ल त्यस्तै गरी तपाईको 12औं प्रश्न हेरिदिनुस् त के भनेको छ केन्द्रीय बैंकले सरकारको कुन कार्यमा सहयोग गर्दछ भन्ने प्रश्न रहेको छ। अप्सन ए न्याय सम्पादन, अप्सन बी तपाईको ऋण व्यवस्थापन, अप्सन सी तपाईको नीति निर्माण, अप्सन डी निर्वाचन सञ्चालन। 12औं प्रश्नको राइट आन्सर केन्द्रीय बैंक सरकारले कुन कार्यमा सहयोग गर्दछ भन्नुस् त। ओके सबै साथीले एकचोटि फटाफट एन्सर दिँदै जानुहोस् है। ऋण व्यवस्थापन गुड। अप्सन बी नै यस प्रश्नको सही जवाब रहेको छ। ऋण व्यवस्थापन यस प्रश्नको सही जवाब रहेको छ है। सरकारको के गर्ने गर्दछ ऋण व्यवस्थापन गर्दछ, बजेट निर्माण कार्यमा सल्लाह सुझाव पनि दिने गर्दछ, एजेन्टको रूपमा पनि नेपाल राष्ट्र बैंक अर्थात् केन्द्रीय बैंकले दिने गर्दछ। त्यही भएर तपाईको नेपालको बैंक भनेर बैंकहरुको बैंक भनेर पनि चिन्ने गरिन्छ कसलाई केन्द्रीय बैंकलाई है। त्यस्तै गरी तपाईको 13औं प्रश्न धेरै सजिलो प्रश्न रहेको छ। मुद्रा छाप्ने अधिकार कसलाई छ भनिदिनुस् त। ए वाणिज्य बैंकले छाप्छ हैन नि, अर्थ मन्त्रालय त्यो पनि होइन, योजना आयोग त्यो पनि होइन। गुड म्याक्सिममले मिलाउनु भएछ है। नेपाल राष्ट्र बैंक एका अधिकार नोट छाप्ने अधिकार नेपाल राष्ट्र बैंकलाई पाएको हो। यो भन्दा अगाडि सदरमुल्की खानाले विक्रम सम्वत 2002 सालदेखि छाप्दै आइरहेको थियो, तर नेपाल राष्ट्र बैंकको स्थापना भएसँगै नोट निष्कासन गर्ने एका अधिकार भनेको नेपाल राष्ट्र बैंकले प्राप्त गरेको हो। ओके त्यस्तै गरी तपाईको 14औं प्रश्न हेर्दिनुस् त के भनेको छ मौद्रिक नीतिको मुख्य उद्देश्य के हो ल भन्दिनुस् त। ए मुद्रास्फीति नियन्त्रण, त्यस्तै गरी अप्सन बी निर्यात बढाउने, त्यस्तै गरी अप्सन सी कर सङ्कलन, त्यस्तै गरी अप्सन डी श्रम नीति निर्माण। ल भन्नुस् त। म्याक्सिममले मिलाउनु भएछ है। मुद्रास्फीतिलाई नियन्त्रण गर्ने है, मुद्रास्फीतिलाई नियन्त्रण गर्ने गुड। अप्सन ए हुन्छ भनेर कमेन्ट सेक्सनमा एन्सर दिँदै बस्नुभएका मित्रहरूले मिलाउनु भएछ। ओके गुड। त्यस्तै गरी केन्द्रीय बैंक कुन प्रकारको बैंक हो भन्ने प्रश्न रहेको छ है। अप्सन ए सहकारी, अप्सन बी तपाईको व्यावसायिक, अप्सन सी तपाईको नियामक र अप्सन डी ग्रामीण बैंक। ल भन्नुस् त एबीसी र डी मध्ये हजुरलाई कुन राइट जस्तो लाग्छ। गुड। केन्द्रीय बैंक एउटा नियामक निकाय हो है। नियामक निकाय सबैलाई निर्देशन दिने, नियमनको दायरामा लाउने है, अनि सुपरभिजन नियमन निरीक्षण गर्ने कार्य भनेको केन्द्रीय बैंकले गर्ने गर्दछ। तसर्थ यसलाई हामीले नियामक कानुन नियामक संस्थान अविकसित उत्तराधिकारी वालालाई हामीले केन्द्रीय बैंकको रूपमा लिने गरिन्छ। कसलाई केन्द्रीय बैंक यानि कि नेपाल राष्ट्र बैंकलाई। ओके त्यस्तै गरी तपाईको 16औं प्रश्न हेर्दिनुस् त के भनेको छ बैंक तथा वित्तीय संस्थाले इजाजत प्रदान गर्ने निकाय कुन हो भन्ने प्रश्न रहेको छ। अर्थात् बाफियाजहरूले बैंक तथा वित्तीय संस्थाहरूले लाइसेन्स कहाँबाट लिने हो। गुड म्याक्सिममले मिलाउनु भएछ केन्द्रीय बैंक है। कहाँबाट लाइसेन्स लिने हो केन्द्रीय बैंक। गुड अप्सन बी हुन्छ भनेर कमेन्ट सेक्सनमा एन्सर दिनुभएका मित्रहरूले मिलाउनु भएछ है साथीहरू। ओके त्यस्तै गरी तपाईको 17औं प्रश्नले के भनेछ केन्द्रीय बैंकले कुन दर निर्धारण गर्दछ है। ओके ल भन्दै जानुस् केन्द्रीय बैंकले कुन दर निर्धारण गर्दछ। घाटा दर, भन्सार दर, बैंक दर, वेतन दर। ल बैंक दर है। बैंक दर ले के गर्ने गर्दछ बैंक दर निर्धारण गर्ने गर्दछ। अप्सन सी यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईको 18औं प्रश्न हेर्नुस् त के भनेको छ केन्द्रीय बैंकको सबैभन्दा महत्त्वपूर्ण कार्य के हो। अप्सन ए कर उठाउने, अप्सन बी मुद्रा सृजना गर्ने, त्यस्तै गरी अप्सन सी सरकारी योजना बनाउने, त्यस्तै गरी अप्सन डी श्रम नीति निर्धारण गर्ने। भन्नुस् त सबै साथीले भनिदिनुस् त। ल म एन्सर मिलाएँ है। मुद्रा सृजना गर्ने अप्सन बी हुन्छ भनेर कमेन्ट सेक्सनमा एन्सर दिँदै बस्नुभएका मित्रहरूले मिलाउनु भएछ है साथीहरू। ओके त्यस्तै गरी तपाईको 19औं प्रश्न हेर्नुहोस् त के भनेको छ केन्द्रीय बैंकले कस्तो नीति लागू गर्छ। अप्सन ए राजस्व नीति, अप्सन बी भन्सार नीति, अप्सन सी मौद्रिक नीति, अप्सन डी श्रम नीति। गुड अप्सन सी हुन्छ भनेर एन्सर दिनुभएका मित्रहरूले मिलाउनु भएछ है साथीहरू। ओके त्यस्तै गरी तपाईको 20औं प्रश्नले के सोध्दैछ केन्द्रीय बैंक कुन प्रकारको बजारसँग सम्बन्धित छ। अप्सन ए श्रम बजार, अप्सन बी मुद्रा बजार, अप्सन सी कृषि बजार, अप्सन डी व्यापार बजार। गुड अप्सन बी यस प्रश्नको राइट एन्सर हुन जान्छ। मुद्रा बजारसँग सम्बन्धित रहेको छ। त्यस्तै गरी तपाईको 21औं प्रश्नले के सोध्दैछ
केन्द्रीय बैंक कुन कुराको मूल्य स्थिरता कायम गर्न चाहन्छ? अप्सन ए सुनको, अप्सन बी शेयरको, अप्सन सी मुद्राको, अप्सन डी जग्गाको। यस प्रश्नको राइट आन्सर हुन जान्छ अप्सन सी मुद्राको है। मुद्रा 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 अप्सन सी हुन्छ भनेर आन्सर दिनुभएका मित्रहरूले मिलाउनु भएछ है साथीहरू। ओके, त्यस्तै गरी तपाईँको 22औं प्रश्न सबै साथीले एकचोटि आन्सर दिँदै जानुहोस् त। 22औं प्रश्नको कुन राइट आन्सर हुन सक्ला? ओके, सबै साथीले आन्सर दिँदै जानुहोस् त। केन्द्रीय बैंकले है प्रश्नले के सोधेछ? एकछिन है साथीहरू। ओके, केन्द्रीय बैंकको सञ्चालन गर्ने नीति कुन हो भने प्रश्न रहेको छ। बजेट नीति, मौद्रिक नीति, शिक्षा नीति, राजनीतिक नीति। ओके, केन्द्रीय बैंकले सञ्चालन गर्ने नीति भनेको मौद्रिक नीति। अप्सन बी इज द राइट आन्सर। ओके, त्यस्तै गरी तपाईँको लिक्विडिटी भनेको के हो भन्ने प्रश्न रहेको छ। अप्सन ए सरकारको योजना, अप्सन बी चालु नगद उपलब्धता, बैंकको घाटा, अप्सन डी ऋणको ब्याज है। इक्विडिटी भनेको को हो? बी चालु नगद उपलब्ध है। अप्सन बी यस प्रश्नको राइट आन्सर हुन जान्छ। बी इज द राइट आन्सर। ओके, त्यस्तै गरी तपाईँको रिपो दर भन्ने शब्द केसँग सम्बन्धित छ? अप्सन ए कर, अप्सन बी आयात, अप्सन सी मौद्रिक नीति, अप्सन डी शिक्षा। ल भन्नुहोस् त 24औं प्रश्नको सही जवाब लेखिदिनुहोस् त कमेन्ट बक्समा। ओके ओके ओके, सबैले मिलाउनु भएछ है साथीहरू है। सी मौद्रिक नीतिसँग सम्बन्धित रहेको छ है। यो मौद्रिक नीतिलाई तरलता व्यवस्थापन कायम गर्नको लागि यो टुल्सहरू युज गर्ने गरिन्छ। त्यस्तै गरी तपाईँको 25औं प्रश्नले के सोधेछ? बैंकले केन्द्रीय बैंकमा राख्नु पर्ने नगद सञ्चिताको प्रतिशतलाई के भनिन्छ? क्वेसन फेरि एकपटक सुन्नु होला। बैंकले केन्द्रीय बैंकमा राख्नुपर्ने नगद सञ्चिताको प्रतिशतलाई के भनिन्छ? अप्सन ए एसएलआर, अप्सन बी एनपीए, अप्सन सी सीआरआर, अप्सन डी इएमआई। ल भन्नुहोस् त 25औं प्रश्नको राइट आन्सर कुन हुन सक्ला? गुड, 25औं प्रश्नको सही जवाब रहेको छ तपाईँको सीआरआर। यस प्रश्नको राइट आन्सर हुन क्यास रिजर्भ रेसियो यसको फुल फर्म हुन जान्छ। कहिलेकाहीँ यसको फुल फर्म पनि सोध्ने गरेको पाइन्छ है साथीहरू। ओके, त्यस्तै गरी तपाईँको 26औं प्रश्नले के सोधेछ? खुला बजार कार्य सञ्चालन ओपन मार्केट अपरेसनको मुख्य उद्देश्य के हो? अप्सन ए मुद्रा आपूर्ति नियन्त्रण, अप्सन बी तपाईँको कर वृद्धि, अप्सन सी आयात नियन्त्रण, अप्सन डी शिक्षा सुधार गर्नु है। यस प्रश्नको म्याक्सिममले एन्सर दिइसक्नु भएको छ है। अप्सन ए यस प्रश्नको सही जवाब रहेको छ है। ल त्यस्तै गरी तपाईँको 27औं प्रश्न हेर्नुहोस् त के भनेको छ? केन्द्रीय बैंक कुन प्रकारको ऋण लिन्छ वा दिन्छ भन्ने प्रश्न रहेको छ है। केन्द्रीय बैंकले कुन प्रकारको ऋण लिन्छ वा दिन्छ? व्यक्तिगत ऋण, बैंक दर के भन्छ अरे अन्तर बैंक ऋण, उपभोक्ता ऋण, कृषि ऋण। ल भन्नुहोस् त यस प्रश्नको म्याक्सिममले एन्सर मिलाइदिइसक्नु भएको छ है। अन्तर बैंक यस प्रश्नको सही जवाब रहेको छ अन्तर बैंक है। बी इज द राइट एन्सर। ओके, त्यस्तै गरी तपाईँको 28औं प्रश्न हेरिदिनुहोस् त के भनेको छ? मौद्रिक नीति कसको सल्लाहमा तयार पारिन्छ? अप्सन ए संसदको, अप्सन बी तपाईँको राष्ट्रपति, अप्सन सी मौद्रिक नीति समिति, अप्सन सी जनगणना विभाग। ल भनिदिनुहोस् त। ओके ओके, म्याक्सिममले मिलाउनु भएछ है। मौद्रिक नीति समिति वा नेपाल राष्ट्र बैंकको सञ्चालक समिति भन्छ भने त्यो पनि लाउनु होला। यसमा मौद्रिक नीति समिति भनेको त्यही कुरो, त्यही अर्थ भनेको रहेको छ है। सञ्चालक समिति भन्छ भने त्यसलाई लाउनु होला। यदि दिए छैन भने, यदि मौद्रिक नीति समिति दिएछ भने यो बुझ्नु होला। ओके, त्यस्तै गरी तपाईँको 29औं प्रश्नले के सोधेछ? केन्द्रीय बैंकको काम मध्ये कुन हो? अप्सन ए न्याय सम्पादन, अप्सन बी पैसा सृजना, अप्सन सी स्वास्थ्य नीति, अप्सन डी खाद्य विवरण है। पैसा सृजना भन्दै हुनुहुन्छ। ओके ओके, पैसा सृजना नै अप्सन बी नै यस प्रश्नको राइट आन्सर हुन जान्छ। बी इज द राइट आन्सर। ओके, त्यस्तै गरी केन्द्रीय बैंकले मुद्रा सृजना कहाँ गर्छ है? अर्थात् पैसा कहाँ छाप्ने हो भन्ने प्रश्न रहेको छ है। अप्सन ए प्रेसमा, अप्सन बी तपाईँको बजारमा, अप्सन सी बैंक प्रणालीमा, अप्सन डी संसदमा। ल भन्नुहोस् त। ओके, यस प्रश्नको राइट आन्सर हुन जान्छ अप्सन सी बैंकिङ प्रणालीमा है। बैंकिङ प्रणालीमा छाप्ने गर्दछ। अप्सन सी यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईँको 31औं प्रश्नले के सोधेछ?
नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर को थिए? यो धेरै नै इम्पोर्टेन्ट प्रश्न रहेछ है, धेरै जसो रिपिट गरी सोधेको प्रश्न हो है। शमशेर जबरा। ओके, हिमाल शमशेर जबरा यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी केन्द्रीय बैंक कुन कुराको स्थिरता चाहन्छ? मौसमको, मुद्राको, शिक्षाको, जनसङ्ख्याको? मुद्राको है, मुद्राको स्थिरता, मूल्य स्थिरता कायम गर्न चाहन्छ कसले? नेपाल राष्ट्र बैंकले है। त्यस्तै गरी तपाईको 33औं प्रश्नले के सोधेछ? केन्द्रीय बैंकको कार्यमा कुन पनि पर्छ है? अर्थात् यो अप्सन मध्ये केन्द्रीय बैंकको कार्य अन्तर्गत कुन कार्य पर्दछ? अप्सन ए ऋण प्रवाह नीति बनाउने, बी कृषि नीति लागू गर्ने, सी मानव अधिकार संरक्षण, डी तपाईको भाषा नीति बनाउने है। अप्सन ए यस प्रश्नको सही जवाब रहेको छ, ऋण प्रवाह नीति बनाउने यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईको 34औं प्रश्नले के सोधेछ? केन्द्रीय बैंक के को माध्यमबाट मुद्रा नियन्त्रण गर्छ? अप्सन ए राजनीतिक आदेशबाट, अप्सन बी मौद्रिक उपकरणबाट, अप्सन सी पुलिसबाट, अप्सन डी न्यायालयबाट है। मौद्रिक उपकरण गुड, अप्सन बी यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईको सीआरआर वृद्धि भएमा बजारमा के असर पर्दछ? अप्सन ए मुद्रा आपूर्ति बढ्छ, अप्सन बी मुद्रा आपूर्ति घट्छ, अप्सन सी निर्यात बढ्छ र अप्सन डी ऋण सजिलो हुन्छ। ल भन्नुस् त। यस प्रश्नको सही जवाब रहेको छ मुद्रा आपूर्ति घट्छ, अप्सन बी यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईको एसएलआर है, एसएलआर को पूरा रूप के हो भन्ने प्रश्न रहेको छ। अप्सन ए स्टेट लेभल रिजर्भ, अप्सन बी स्ट्याट्युटरी लिक्विडिटी रेसियो, अप्सन सी सिम्पल लिगल रिक्रुटमेन्ट, अप्सन डी सिस्टम लोन रेट। ओके ओके ओके, अप्सन बी यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईको 37औं प्रश्नले के सोधेछ? मौद्रिक नीति कुन अवधिमा सार्वजनिक हुन्छ? अप्सन ए मासिक, अप्सन बी त्रैमासिक, अप्सन सी वार्षिक, अप्सन डी दशकमा है। ओके, त्रैमासिक भन्दै हुन्छ, त्रैमासिक है। पहिला वार्षिक थियो, त्यसपछि अर्धवार्षिक, त्यसपछि त्रैमासिक भएको है। ल त्यस्तै गरी तपाईको 38औं प्रश्न हेर्नुस् त, के भनेको छ? मौद्रिक नीति कसले तयार गर्दछ? सबलाई थाहा छ है, केन्द्रीय बैंक गुड। त्यस्तै गरी तपाईको केन्द्रीय बैंकले चलाउने क्लियरिङ हाउसको काम के हो भन्ने प्रश्न रहेको छ है। क्लियरिङ हाउसको काम के होला त? अप्सन ए मालपोत व्यवस्थापन, अप्सन बी चेकहरूको परिष्करण, अप्सन सी मुद्रा छपाई, अप्सन डी कानुनी निर्णय है। यस प्रश्नको सही जवाब रहेको छ चेकहरूको परिष्करण, अप्सन बी इज द राइट एन्सर। ओके, त्यस्तै गरी तपाईको केन्द्रीय बैंक कुन कुराको अनुगमन गर्छ? अप्सन ए विद्यालय, अप्सन बी कारखाना, अप्सन सी बैंकहरू, अप्सन डी अस्पतालहरू। गुड, बैंकहरू यस प्रश्नको सही जवाब रहेको छ, अप्सन सी इज द राइट एन्सर। ओके, साथै यस च्यानलमा नयाँ आउनु भएछ भने च्यानललाई सब्स्क्राइब गरे बेटर हुन्छ। ओके, ल के भनेको छ? 41औं प्रश्नले केन्द्रीय बैंकले कुन क्षेत्रको सन्तुलन कायम राख्दछ? अप्सन ए न्याय, अप्सन बी मौद्रिक, अप्सन सी तपाईको राजनीतिक, अप्सन डी भाषिक। ओके, केन्द्रीय बैंकले कुन क्षेत्रको सन्तुलन कायम गर्दछ भन्दाखेरि मौद्रिक। ओके, मौद्रिक रहेको छ। त्यस्तै गरी तपाईको विदेशी मुद्रा सञ्चित कसले व्यवस्थापन गर्दछ? नेपाल राष्ट्र बैंकले गर्ने गर्दछ। धेरै सजिलो प्रश्न रहेको छ, बिस्तारै सजिलो हुँदै हार्ड तर्फ जाने है साथीहरु। ओके, त्यस्तै गरी तपाईको 43औं प्रश्नले के सोधेछ? केन्द्रीय बैंक कुन दर निर्धारण गर्दैन? ब्याज दर, सीआरआर, जीएसटी, एसएलआर। जीएसटी गर्दैन के, जीएसटी अप्सन सी यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी केन्द्रीय बैंकले चालू खाता कुन को लागि राख्दछ? अप्सन ए उपभोक्ता, व्यापारी, बैंकहरू, कर्मचारीहरू है। चालू खाता भनेको धेरै जसो व्यापारी दिएछ नि त बी। ओके, व्यापारीहरूले धेरै जसो युज गर्ने गर्दछन्। सर्वसाधारणकोले बचत खाता खोल्ने गर्दछन् भन्दाखेरि तपाईको चालू खाता भनेको व्यापारीहरूले खोल्ने गर्दछन्। त्यस्तै गरी नेपाल राष्ट्र बैंकले कुन प्रकारको ऋण दिन्छ? घर कर्जा, उपभोक्ता कर्जा, अल्पकालीन ऋण, कृषि ऋण। ल भन्नुस् त यस प्रश्नको राइट एन्सर कुन हुन सक्ला? अल्पकालीन ऋण। सर्ट भाषामा बुझ्ने हो भने अल्पकालीन ऋण रहेको छ। त्यस्तै गरी तपाईको 46औं प्रश्नले के सोधेछ?
बैंकहरुसँगको सम्पर्कमा केन्द्रीय बैंकको कुन उपकरण प्रयोग गरिन्छ है? अप्सन ए मौद्रिक उपकरण, अप्सन बी राजनीतिक उपकरण, अप्सन सी सैन्य उपकरण, अप्सन डी कानुनी उपकरण। यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए मौद्रिक उपकरण। ओके, क्लियर हुनुहुन्छ? ल त्यस्तै गरी तपाईको 47औं प्रश्नले के सोध्दैछ? बैंकहरु बीचको कारोबार मिलाउने प्रक्रिया के हो? सर्टिफिकेशनिङ र क्लियरिङ, प्रेस विज्ञप्ति, मोनिटरिङ। ल भन्नुस् त बी गुड, क्लियरिङ हाउस यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईको केन्द्रीय बैंकको गभर्नर नियुक्ति कसले गर्दछ? प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री परिषदले, अर्थ मन्त्रालय। यो धेरै जसो एक्जाममा सोधेको प्रश्न है, मन्त्री परिषदले गर्ने गर्दछ है। केन्द्रीय बैंकको गभर्नर नियुक्ति भनेको तपाईको मन्त्री परिषदले गर्ने गर्दछ, जुन अर्थ मन्त्रालय सदस्यको रूपमा हुन्छ। पूर्व गभर्नर मध्ये एकजना र त्यसै गरी विषय विज्ञबाट हो आर्थिक मौद्रिक बैंकिङ, वाणिज्य बैंकिङ क्षेत्रबाट लम्ब प्रतिष्ठित व्यक्ति मध्येबाट नेपाल सरकारले नियुक्त गरेका 3 जना तपाईको सदस्य हुने गरी तपाईको केन्द्रीय बैंकको गभर्नरको नियुक्ति गर्ने व्यवस्था गरिएको छ। ओके, ल त्यस्तै गरी तपाईको केन्द्रीय बैंकको आयको प्रमुख स्रोत के हो? कर, नोट छपाई शुल्क, सरकारी ऋण ब्याज, विदेशी सहायता। यस प्रश्नको राइट आन्सर हुन जान्छ सरकारी ऋण ब्याज। अप्सन सी हुन्छ भनेर कमेन्ट सेक्सनमा आन्सर दिनुभएका मित्रहरूले मिलाउनु भएछ है साथीहरु। ओके, आजको अन्तिम प्रश्न रहेको छ केन्द्रीय बैंकले बजारमा मुद्रा आपूर्ति नियन्त्रण गर्न कुन उपाय प्रयोग गर्दछ? आयकर नीति, शिक्षा नीति, मौद्रिक उपकरण, भू उपयोग नीति। ओके, मौद्रिक उपकरण यस प्रश्नको सही जवाब रहेको छ। म्याक्सिममले मिलाउनु भएछ है साथीहरु। ओके साथीहरु, भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला। स्वस्थ रहनुस्, व्यस्त रहनुस् र आफ्नो तयारीलाई निरन्तरता दिनुस्। यति भन्दै आजको क्लासबाट म छुट्न चाहे। हस्त, धन्यवाद।